व्हाट्सअप गाइज गुड मर्निङ सबैजनालाई हेर्नुहोस् बाटोको उयो पानी परिरह रुटमा कस्तो डेन्जर पानी परेको गाइज मेरो मोबाइल पनि धमिल पानी परेको हेर्नु गाइज डेन्जर पानी परेछ हेर्नुहोस् गाइज आज यहाँ कुहिरो लागेछ सबैलाई नमस्ते मेरो नाम चाहिँ अमन हो मेरो च्यानलको नाम चाहिँ आवर कमेडी भ्लग्स हो हेर्नुहोस् पुरै हुस्यो लागेछ सिम पानी परेको जस्तो छ सम्भावना अहिलेसम्म हेर्नुहोस् सबैलाई देखाउँदैछ हामी यताउति यस्तो चिसो छ गाइज कृपया अहिले ब्ल्याङ्केटबाट ननिक्लिनु होला न पक्रेर गर्नुहुन्छ गाइज त्यस्तो जाडो छ यताउति हेर्नु यस्तो जाडो छ नि गाइज टुसारो झरेर म त के गर्नु मासु लिन आएको थिएँ गाइज हेर्नुहोस् दिदीलाई खुवाउनको लागि हेर्नुहोस् गाइज यताउति सब देखाइरहेको छु तपाईँहरूलाई यो चाहिँ हाम्रो कृषाजीको पसल हो तपाईँहरूलाई कलश होटल पनि देखाइदिन्छु हल्का अगाडि छ कलश होटल यहाँ परालको टाल छ गाइज उता बिजुली अफिस छ अनि के कार्यालय पनि छ त्यहाँनिर 10 नम्बर हो क्या अरे कार्यालय त्यहाँ छ गाइज यहाँ हेर्नुहोस् विङ्गर गइरहेको छ काठमाडौँको लागि यहाँ पोलहरू छ गाइज बिजुली अफिस हुनुको कारणले यहाँ पोल छ यहाँ उयो छ गाइज हेर्नुहोस् के अरे दङ्कल हाम्रो ईशब दाइ त्यहाँ हुनुहुन्छ ईशब दाइ हेर्नुहोस् यता एउटा उयो छ उयो कलश होटल गाइज यहाँ ईशब दाइ हुनुहुन्छ त्यहाँ एउटा पहिला दाना फ्याक्ट्री थियो त्यो बन्द भयो यतापट्टि बटल फ्याक्ट्री छ गाइज फ्याक्ट्री छ तर काम चाहिँ पाउँदैन गाइज यस्तो पनौती ठाउँमा छु म के भन्नु हेर्नुहोस् यताउति यस्तो चिसो छ गाइज त्यही माथि मैले मुनि ज्याकेटको चेनै लगाउन बिर्सेको छु थुइ हेर्नुहोस् हेर्नुहोस् जर्वा पानी त्यहाँ छ यो पनि दङ्कल एउटा आयो यो चाहिँ पानी फ्याक्ट्री भनेछ गाइस तर यो खै कुन्जुनीको पुरीको पालामा चल्ने हो थाहा छैन यो चाहिँ हाम्रो गाउँ आइसक्यो गाइस त्यहाँ हाम्रो दाइ खोइ के टिपिराख्नु भइरहेछ बिहान हेर्नुहोस् खेतमा काम गरिराख्नु दाइ यहाँ 3 तला घर छ गाइस यहाँ चाहिँ हाम्रो घर आइपुग्यो अब यतापट्टि घर पहिला घरै थिएन हामी हुँदाखेरि यो घरै घर छ यहाँ हाम्रो घर आइसक्यो हेर्नुहोस् गाइज वेलकम टु माई ब्लग मेरो च्यानलको नाम चाहिँ आवर कमेडी भ्लग्स हो होइन यहाँ हेर्नुहोस् यहाँको रुखसुख सब उखाल्दै हेर्नुहोस् तपाईँहरूलाई देखाउनु यो जरा छ यहाँको रुख केही छैन लालबन्दी पुरै सफा गरिदिइसकेको उहाँदेखि उहाँसम्म केही छैन केही छैन यहाँदेखि उहाँसम्म
रुखहरू थियो यहाँ गाइज सब यो 4 लाइन बाटोले खाइदियो अनि सिधै रोडमा अहिले हामी रहेछ गाइज